विमानलाई बर्खास्त गर्न सरकारले देखाएको 10 कारणहरू यस प्रकार रहेका छन्। कारण नम्बर 1, समयमै कार्य सम्पादन मूल्याङ्कन पेश नगरेको। कारण नम्बर 2, सरकारको पूर्व सहमति बिना भारतको इन्डो नेपाल पावर एक्सचेन्ज कमिटीसँग सम्झौता गरेको। कारण नम्बर 3, भारतबाट बिजुली खरिद गर्न जानु अघि सञ्चालक समितिबाट निर्णय नगराएको। कारण नम्बर 4, भारतबाट आपूर्ति हुने बिजुलीको नयाँ दरमा मन्त्री र सचिवसँग सहमति लिएको भन्ने असत्य सफाई दिएको। कारण नम्बर 5, डेडिकेटेड फिडर र ट्रक लाइन बापतको बक्यौता सरकारको निर्देशन अनुसार नउठाएको। कारण नम्बर 6, सञ्चालक समितिको स्वीकृति नलिई विदेश भ्रमण गएको। कारण नम्बर 7, सरकारलाई दिनुपर्ने सफाई पहिले नै अनलाइनमा सम्प्रेषण गरेको। कारण नम्बर 8, सञ्चालक समितिले गरेका निर्णयलाई कार्यान्वयन गर्न अवरोध गरेको। कारण नम्बर 9, प्राविधिकरणका कर्मचारीहरूमा गुटबन्दी गरेको। कारण नम्बर 10, सञ्चार माध्यमबाट सरकार विरुद्ध अभिव्यक्ति दिएको। दर्शकहरू, तपाईलाई यो भिडियो कस्तो लाग्यो र कहाँबाट हेर्दै हुनुहुन्छ कृपया कमेन्टमा प्रतिक्रिया दिनुहोला। यस्तै जानकारीमूलक भिडियो हेर्नका लागि हाम्रो नलेज नेपाललाई सब्स्क्राइब गरिदिनुहोला, लाइक शेयर गरिदिनुहोला, छेउमा रहेको बेल आइकन पनि दबाइदिनुहोला। धन्यवाद।